अस्ति हामी 17 पेज 17 पानामा अनि पुगेको छ 17 मा हेर्नुस् है 17 होइन 16 पानाको मुनि दोस्रो 16 पानाको मुनि अन्तिममा छ नि मुनि दोस्रोमा हेर्नुस् अनि आफ्नो त्यो पेनहरु पेन्सिलहरु पनि हातमा राखा चिन्ने पनि लगाउनु पर्छ निपा दोस्रो लेख्यो छ नि निपा भने चाहिँ दोस्रो भनेको थेने निपा भने त्यसपछि दोस्रो नाक छिलप सोक्छावा नाक छिलप भने चाहिँ वचनलाई अनि खर्सा आशीर्वाद वचनलाई आशीर्वाद प्राप्त गर्ने तरिका त्यसलाई नाक छिलपकी छोका भनेको यो धेरै महत्त्वपूर्ण हो म एउटा कुरा भन्छु है कोही अनि गुरुहरूले मन्त्र आफै यहाँ गाउँहरू हुँदाखेरि केही न केही समस्या हुँदाखेरि मन्त्र जापेर फुफुफु गर्नु तुरुन्त निको हुने हुन्छ नि तर धेरै मान्छेहरू चाहिँ मन्त्र गरेर फु गर्ने बेलामा केही निको नहुने हुन्छ नि त्यो के फरक भएको मन्त्र त एउटा हो तर त्यो मन्त्रमा शक्ति दिनु सक्ने र नसक्ने फरक भएको त्यसो कारणले हामीले जति जापेको मन्त्रहरू छ त्योहरू सबैलाई शक्ति राम्रो अनि हुनुको लागि अनि हामीले अहिले यो पाठ नाक छिलप भन्ने आफ्नो वचनलाई अनि आशीर्वाद प्राप्त गर्ने अनि के रे तरिका पूजा भनौँ कि पाठ चाहिँ गर्नुपर्छ भने त्यसो कारणले यो राखेको यहाँ अब तपाईहरु मन्त्र जाप्नेहरूले यो गर्नुपर्छ खास गरेर नपलामाहरूले चाहिँ अब तपाईहरु मान्छेहरूले विश्वास गरेर तपाईहरुले मन्त्र गर्दिनुस् के गर्दिनुस् भन्छ नि त्यो मन्त्रहरूलाई शक्तिशाली बनाउने हो भने देखि यो अनि अभ्यास चाहिँ गर्नुपर्छ जहिले पनि मन्त्र जाप्नुको अगाडि थेने निबा nga छिलप्सु छवालास पहिलो चाहिँ के रहेछ जुर्ङाक लेख्यो रहेछ जुर्ङाक भने चाहिँ यो मन्त्र जाप्यो भने तपाईले पछि ओम भने पेमे होङ भन्ने एकचोटी ओम तरे तुदतुरी एकचोटी पाठ गरेर भने जापेर भने त्यो चाहिँ 100,000 1,00,000 त्यस्तो फैलाउँछ त्यसो कारणले जुर भने चाहिँ फैलाउने नाक भने चाहिँ मन्त्र फैलाउने मन्त्र भनेको जुर्ङाक नि रूपान्तर मन्त्र त्यो पनि भन्छ रूपान्तरण मन्त्र पनि भन्छ उसको मतलब चाहिँ अनि फैलाउने त्यो फैलाउने मन्त्र अब यो चाहिँ भन्नुस् ल अब कुरा नगर्नुस् अब किताबमै हेर्नुस् यताउता नगर्नुस् है किताबमा हेर्नुस् अब भन्नुस् ल ओम सम्भारा विमाना सारा महा जावा होम त्यसपछि ओम समरा विमाना सकरा महा जावा होम लेनदेन भने चाहिँ 7 चोटी भन्नुपर्छ भनेको अब त्यसपछि ठेङ्गा भने चाहिँ यहाँ हेर्नुस् है मैले पनि हेर्ने फेरि त्यहाँ किताब हेर भने किताब हेर्ने ठेङ भने चाहिँ यो ठेङ्गा भनेको ठेङ्गा चाहिँ यो ठेङ्गा अब नाक भने चाहिँ के हो हामीले ठेवा पहिला किन्दाखेरि नयाँ ठेवालाई शक्ति छैन त्यो नयाँ ठेवालाई शक्ति बनाउनु लागि
ठेवाको मन्दिर जापेर फु गर्नुपर्छ त्यो ठेवाको मन्दिरलाई ठेङ्गा भनेको हो ठेङ्गा भने चाहिँ पहिला आफैले गुरुद्वारा त्यो मन्दिरको आगम लिने पछि तपाईहरुले आफ्नो आफ्नो ठेवालाई आफ्नो आफ्नो ठेवा कहाँ किने भने हुन्छ त्यो किने सकेर अनि आफैले त्यो गर्न सक्छ गुरुद्वारा आफैले आगम पाएन भनेदेखि त्यति शक्ति हुँदैन पायो भने हुन्छ है त्यसो कारणले त्यसको आगम चाहिँ दिँदै छु भन्नुस् ल ठेङ्गा नि फेरि किताब हेर्नुस् ल ओम रु चेरमने परा वर्ताया हुँ योले चाहिँ प्रवर्ताया हुँ भन्ने पनि छ रहेछ प्रवर्ताया हुँ भन्ने पनि छ रहेछ तर यसरी पढ्नुस् ओम रुचिरमणि प्रवर्ताया हुँ से लेनदेन भन्छ नि लेनदेनमा चाहिँ फेरि 7 चोटि जाप्नुपर्छ अरे त्यो जापेर यहाँ हेर्नुस् है यहाँ ठेवा चाहिँ हातमा यसरी राख्ने ओम रुचिरमणि प्रवर्ताया ओम रुचिरमणि प्रवर्ताया ओम रुचिरमणि प्रवर्ताया ओम 7 चोटि गर्ने त्यसपछि ठेवालाई गर्नुपर्छ ध्यान है एक दिनमा एकचोटि गर्न सक्यो भने ठेवालाई शक्ति हुन्छ त्यो ठेवा यो यस्तो ठेवा शक्ति भएको चाहिँ हामी दिशा पिसा फेर्नु बेलामा जानु बेलामा चाहिँ त्यो घरमा राख्नुपर्छ यो भयो भने सफामा राख्नुपर्छ है ठेवा राख्नु बेलामा चाहिँ हात यसरी गरेर पछाडिदेखि यसरी गरेर दोर्जे बनाउने दोर्जे बनाएर ठ्याक्कै राख्नु यसरी अब त्यसपछि अब मूल अघि भनेको वचनलाई शक्ति अनि आउनुको लागि के अरे वचनलाई मन्त्रको शक्ति प्राप्त हुनुको लागि चाहिँ अहिले यो नागछिलप आयो अब पुस्तकमा हेर्नुस् धेने नागछिलपनि भने यसको मतलब चाहिँ त्यसपछि वचनलाई आशीर्वाद अनि प्राप्त गर्ने मूल विषय मुनि अब भन्नुस् ल त्यो कालो कालो अक्षर ठुलो भएको चाहिँ पढ्नु पर्ने हो अब दोहोऱ्याएर भन्नुस् ल कुञ्चो सुम्ला क्याप्सुची डोला फेन्चर सांगेशो कुञ्चो सुम्ला क्याप्सुची भने चाहिँ कुञ्चो सुम्ला शरण गमन गरेको हो त्रिरत्नलाई शरण गमन गरेको हो डोला फेन्चर सांगेशो भने चाहिँ डो भने चाहिँ प्राणी सर्व प्राणीलाई अनि सर्व प्राणीलाई फाइदा हुनुको लागि मैले बुद्धता प्राप्त होस् भनेको त्यसो कारणले बुद्धिचित देखाएको लेन्सुम भने चाहिँ 3 चोटि भन्ने त्यसपछि राङ्गी हर्सेल चेतेन्दो भन्नुस् ल राङ्गी हर्सेल चेतेन्दो आले दातेङ ओमकार थर आली कार्पो एकोरथाङ काली मार्पो योङकोरथाङ तेङिङ ngombo एकोरला मिग्ने नाङरिम डुल्तु दे अब माथि यो भनेको छ आफ्नो जिब्रोको माथि बीचमा ओम सुन्नुस् है आफ्नो जिब्रोको बीचमा हुम अनि वारीबारी चाहिँ अनि पहिला आली त्यसपछि काली त्यसपछि तेन्डेलिङिङबो भनेर 3 मन्त्र गुमेर सम्झिनु पर्छ अब त्यो 3 मन्त्र चाहिँ के को हो भनेदेखि यही छ नि ओम आ ई उ रि रि लि लि ए ओ आम आ सोहा भनेको छ नि यो चाहिँ आली हो आली मन्त्र ल आलीको स्वर आली स्वरको मन्त्र आलीको मन्त्र भने चाहिँ स्वरको मन्त्र ल भन्नुस् ल ओम
a a i i u u ri ri li li ai ai o o ang a swa yo चाहिँ पहिला यो चाहिँ के हो अलि कर्पो अक्षर चाहिँ ओम आ इ उ त्यो कलर चाहिँ कलर लख लाग्रे नेपाली के होला रङ रङ चाहिँ सेतो ल सेतो सम्झिनु पर्छ अब त्यसपछि के आउँछ भनेदेखि काली काली भने चाहिँ के हो नेपालीमा व्यञ्जन व्यञ्जनको अनि मन्त्र भन्नुस् ल अब त्यो 18 मा पुग्यो 18 पानामा पहिलो ओम का खा खा सुन्नुस् है का खा खा भन्नुपर्छ अरु चाहिँ त्यसको पछि चाहिँ ग भनेर ठूलो भन्नुपर्छ घ हत्ता ग भन्नुस् ल ओम का खा खा गामा चा छा चा जान्या टा ठा डा दाना ता था था धाना पा फा फा भामा यारा लावा शाखा सहाख्या स्वा यहाँसम्म चाहिँ कली व्यञ्जे रे व्यञ्जन मन्त्र यो कली चाहिँ के अरे मन्त्रको अक्षर चाहिँ अघिको त्यो हो त्यसको रङ चाहिँ के सम्झिनुपर्छ भनेदेखि रातो काली मार्पो भनेको छ रातो सम्झिनु अब त्यसपछि तेन्डिल निङबो दो भन्छ तेन्डिल निङबो दो भनेको पट्टित समुपातको मन्त्र ल पनुस् है ओम ये धर्म हेतु प्रभावा हेतुन तेषं तथागतो हयवदत् तेषाचा यो निरुद्ध एवं वाति महा शर्मनाये सोवा अब योले के भन्छ यो मन्त्रलाई पट्टित समुपातको मन्त्र अक्षर चाहिँ यही यसको रङ चाहिँ नीलो सम्झिनु पर्छ नीलो है ल यहाँ आफ्नो जिब्रोको बीचमा पहिला के रे ओम कार्पो ओम सेतो त्यसपछि चाहिँ अलि कार्पो ओम आ इ भनेपछि सेतो त्यसपछि चाहिँ का खा खा गाङा चा छा चा जाङ्या भनेछ नि त्यो चाहिँ रातो ओम हे धर्म हेतु भन्छ नि त्यो चाहिँ नीलो अब घुम्ने तरिका चाहिँ थाहा हुनुपर्छ अलि कर्पो एकोर भन्छ आ इ उ चाहिँ दायाँपट्टि घुम्नु पर्यो अलिक अब एकोर काली मर्पो भने चाहिँ काखाका गाङमा चाहिँ बायाँपट्टि घुम्नुपर्छ घुम्ने ओम हे धर्म हेतु भने चाहिँ दायाँपट्टि घुम्नुपर्छ बायाँपट्टि घुम्ने एउटा मात्र छ त्यो के हो ओम काखाका गाङमा भने चाहिँ बायाँ घुम्ने अरु दुईटा चाहिँ दायाँ घुम्ने हो यसरी सम्झिनुपर्छ है या अब त्यसपछि भन्नुस् ल दोहोऱ्याएर सब ngakche yeseri ki jigden deda made ki sunga chintu ngaksum da pinzo gyasi rinjen de trashi tage number 2 timbe tenging kali tang ali omi dadenam ngama chirthim ai gyur
Theya karmar Duzir shu Chir them Doje rangshin kyor Cheba de nyamlen chare Abo yo Bansoi Chotkarima banzo sundosai Agi आफ्नो जिब्रोको माथि मन्दरहरू विचार गरिसक्यो है त्यहाँदेखि मन्दर तीनचोटि हामीले जापिसक्यो त्यसपछि यही मन्दरदेखि जिब्रोमा भएको यही मन्दरदेखि प्रकाश यसोरी गएर बुद्ध के अरे गुरु इष्टदेव बुद्धहरू अनि लोकी अलौकिकको अनि त्यो वचनको शक्तिहरू जति छ सबै स्वभाव चाहिँ त्यो वचनको शक्तिहरू गुरु बुद्ध इष्टदेवहरूको वचनको शक्ति स्वभाव तर रूप चाहिँ यही तीन अक्षरको रूपमा अनि दिन्दिसु भर्खर छ निमन्त्रण गर्ने फेरि रूपहरू टासिताके अष्ट मङ्गलको शुभचिप शुभचिन्हहरू त्यस्तो रूपमा अघिको स्वभावको शक्तिहरू वचनको शक्तिहरू सबै अनि निर्माण गरेर आफ्नो यो जिब्रोको माथि भएको त्यो मन्त्रहरूलाई सिमिट्री भयो भनेर सम्झिनुपर्छ थाहा भयो राम्रो छ नि सर्व गुरु बुद्ध इष्टदेवहरूको वचनको शक्तिहरू सबै यता अनि निमन्त्रण गरेर आफ्नो जिब्रोको माथि भएको अनि मन्त्रसँग एकता भयो भनेर सम्झिने ल अब त्यसपछि के गर्नुपर्छ अघि हेर्नुहोस् त पहिला ओम थियो नि बीचमा राम्रो सुन्नु न कुरा नगर्नुहोस् है ल बीचमा पहिला के थियो ओम त्यसपछि के थियो आ ई त्यसपछि के थियो काखा का गाङा चाचा जाङा त्यसपछि के थियो हे धर्म हेतु छ नि अब अन्तिममा के गर्नुपर्छ हे धर्म हेतु भने अक्षर मन्त्र चाहिँ काखा का गाङा भन्ने मन्त्रलाई सिमेटेर एकता हुनु पर्यो काखा गाङा भनेको मन्त्र चाहिँ फेरि त्यो भित्रमा भएको आआई मन्त्रलाई सिमेटेर एकता हुनु पर्यो आआईको मन्त्र चाहिँ ओम भने बीचमा भएको मन्त्रलाई सिमेटेर एकता भयो ओम चाहिँ आफ्नो त्यो जेब्रोको माथि अनि भएको आले धादेङ ओमगर्थ भन्छ के अरे दावा लखर्छ चन्द्रमा त्यहाँसँग मिल्टेर सुरुवा चन्द्रमा र ओमहरू सबै तीन कलरमा के अरे सेतो रातो नीलो कलरमा बिलेर आफ्नो यो जिब्रोलाई सिमेटेर अनि के अरे आशीर्वाद पायो भनेर चाहिँ सम्झिनुपर्छ मेरो यो वचन मेरो जिब्रो मेरो वचन चाहिँ शक्तिशाली भयो स्थिर भयो भनेर चाहिँ अनि सम्झिनुपर्छ हो अब यो चाहिँ जसले त्यो अभ्यास गर्न सक्यो भनेदेखि त्यसको मन्त्र चाहिँ धेरै शक्तिशाली हो या तादिदियोस् चेबाते 냠낸 차 देने तुझु ना थपके तुझु माता क्यों यहाँ सुन्नुहोस् है यो चाहिँ बिहान अभ्यास गर्ने हो नि त्यो गरिसकेपछि यदि तपाईहरुले समय छ भनेदेखि अघि हामीले पाठ गर्यो नि त्यो बचमदेले त्यो शिक्षकमा भन्ने पाठ भन्यो तपाईहरु छ नि त्यो चाहिँ पाठ गर्ने अझै तपाईहरुले के भन्छ समय छ भने कुञ्जो जेठेहरू पाठ गर्यो भने हुन्छ अरे कुञ्जो जेठे सुम जेठे खासा थपके थुक्जिमा गुन्जा सुम्बा कुञ्जो जेठे सुमने खाङरु सिद्धला थेने खाङलो मध्ये पर्छ तपाईहरु पढ्नेहरु स्टुडेन्टहरु त्यो थाहा छ नि खाङ्गेलो दिम्ये दिना यदा नमदा रसेबे भने मञ्जुश्रीको त्यो प्रार्थना थाहा छ हैन हो त्यो बिहान पढ्न सक्यो भने धेरै राम्रो हुन्छ बुद्धिले विकास हुन्छ है त्यसपछि चाहिँ खाङ्गेलोटहरु पढ्ने त्यो सबै सकेर अनि नम्बर तेस्रोमा अभ्यास गर्ने सुम्बा
라멘 낸조르 넘버 테스로 마세 केओ गुरु योग लामे नेन्जोर भने चाहिँ गुरु योग अब त्यहाँ किताबमा हेर्नुस् है तेस्रो छ नि नम्बर तेस्रो सुम्बा लामे नेन्जोर गुरु योग ला थुम्ना थुन्डु गेबा दे सक्यो भने थुन्डु गेबा भने छ यो तपाईहरुले अहिले गाह्रो छ म पछि तपाईहरुले पढाउँछु थुन्डु गेबा दे मथु भन्दाम कि थुन्डु दु भन्यामले खोबे धेरै थुन्डु दु बगोस अब यो चाहिँ त्यो हो यदि तपाईहरुले काला चक्र दोस्तो अनि वाङ नेन्जोर लामे के वाङ गर्छ नेन्जोर लामे अनुत्तर यो तन्द्रको अभिषेक लिएको छ भनेदेखि यो थुन्डु भने चाहिँ पाठ गर्नै पर्छ त्यस्तो अभिषेक पाएको छैन भनेदेखि नगरे पनि हुन्छ छोड्दिए पनि हुन्छ अब यहाँ कोहीहरुले काला चक्र दोस्तो अस्ति त्यहाँ के रे बुधगयामा मैले आऊ भने थियो नि त्यहाँ जानेहरु त्यहाँहरुले चाहिँ अनुत्तर योगको वाङ अभिषेक पाएको छ त्यसो कारणले यो पाठ गर्न सक्यो भने राम्रो हो अब त्यो यो सो आगम दिन्छु है 20 पानामा हेर्नुस् 20 नम्बर 20 पानामा कुलोङ नि ल भन्नुस् ल कुइन्जो सोमला निङने क्याप्सु छि जुगु दोङजेल टेन्डर गबर छा टेले जोचा थोपचिर चांजु सेम केने ग्यालसे चेला लाबरगी दुई त्यस मुनि भन्छ है दुइगे नामखर छिपे निदै तेङ सावे लामा ख्याप्ता दोजे छाङ कुइन्दो ngombo dorthil sungne ne ingchu markyu lenke dewe rol ne sum yigi sum che hung ki yishe panam chen chang roji kyor त्यसको मुनि फेरि दोजे चेशा पेमोर छाक्छेलो छिनाङ संवे अब 21 पानामा पुग्यो छिनाङ संवे छिटिन क्याचे रिलिङ रिन्छे तेरबुम निदासो लामे कुन्दु संबे chebabe chogdang temo ngudu malukun gonke sulshin tembe jedowal tongne ludang sokyang yongtangte kyenye khona dupar chinkilo Theater Soltap Lama Chiur Chen Rangla Timbe Erme Rochikyur Piritus Muni Dani Doje Semba Chomde Mar Dortil Sungkyu Henke देवेरल अब 22 पानामा आएको छ 22 नम्बर नीलु लोङजे थुसुम गेछोनम मानम धेन्दो फाङमे तावर छा सोथर छाङसेम सांगा namsumki checham sogi cheriya dormecha teksum güde shidu lungtokche leksum
탑기 조와 용수돌 게디 뒤송 대셰 세제기 제문 줍당 탐추 진치르모 초숨 진러 텐데 밀루트 렉무 줍네 상게 뉴르톱쇼 야사마 요 केरे वज्र दारा संग गुरु र वज्र दारा एउटै सम्झेर गुरु योग गर्ने तरिका यो सक्यो अब यहाँ हेर्नुस् है 21 22 23 पन्नामा हेर्नुस् थेने होइन थेने शिवल्लामेन ने जो ट्रुन्जिन सिंगी थेम्गेगी थने चेरेसिगी गोम्दे छावाला नमो आर्य लोकेश्वरया लामादा चेरेस एमेगे नेंजो दोर्दु 냠조 렘버데베 캡세 문도 땅때 당부 촉신네 अब यहाँ के भन्छ एक एक दिनको भित्र यदि माने जाप्छु माने जाप्ने पनि एउटा राम्रो एउटा तरिका त्यो पनि गुरु र अनि अवलोकितेश्वरा चेरेसी दुई एउटै हो भनेर गुरु योगद्वारा अनि मैले माने राम्रो जप्छु भनेदेखि यो पाठ चाहिँ गर्नुपर्छ है यो चाहिँ धेरै त्यो हो ठुलो हो एकमा यहाँ सुन्नुस् है एकमा हाम्रो इष्टदेव अवलोकितेश्वरा चेरेसी वहीं अनि के अरे गुरुको रूपमा आएको श्री दलाई लामाजी वहीँले यो अहिले पूजा पाठ जो छ अहिले त्यो यो छ मलाई उहाँले दिनुभएको मैले यसको आगम चाहिँ दलाई लामाजी अवलोकितेश्वरा दलाई लामाजी वहीँद्वारा मैले पाएको हो अनि एउटा कुरा चाहिँ तपाईहरुले थाहा हुनुपर्छ मेरो नङ्गुर निङमाको गुरु एउटा छ धेरै नजिक छ उहाँको नाम हो खरे सता वेसे दोजे लामा वेसे दोजे रुमुचे भन्छ है जुठुलो सेतो यस्तो लगाउँछ नाक्पा लामा मेरो बिजामा अहिले यो जम्बुद्वीपमा सानो भनौँ अब यस्तो उमेरमा नाक्पा लामा उहाँ जस्तो त गाह्रो होला धेरै ध्यान आवेश राम्रो उहाँ तन्त्रको शक्ति प्राप्त भएको त्यस्तो राम्रो छ उहाँले के भन्नुहुन्छ गुरु रुमुचेको अवतारी अनि ठिसोङ देवचेन तिब्बतको धर्मराज ठिसोङ देवचेन भने चाहिँ गुरु रुमुचेको अवतारी हो रे त्यो कथाङ दिवामा पनि छ ठिसोङ देवचेनको अवतारी दलाई लामाजी हो त्यसो कारणले हामीले त्यो के अरे ग्रन्थद्वारा भन्यो भने श्री दलाई लामाजी उहाँ गुरु रुमुचेकै अवतारी हो यो हामीले थाहा हुनुपर्छ अवलोकितेश्वरा चेरेसुको अवतार हो भने चाहिँ हो होइन भने चाहिँ हामीले त्यो के भन्छ सँगै छैन किनभनेदेखि निङमाको सबभन्दा ठुलो गुरु दुन्जुम रुम्बुछे दुगुङ खेन्जे रुम्बुछे ठुसी रुम्बुछे तिनैले दलाई लामाजी चेरेसे हो भन्छ अनि कैक्युको लामा ग्यावाकामा भकुन्डी चुटुपा अनि त्यही जस्तो गरेर कैक्युको लामा थुप्रै नै छ त्यही जस्तो गरेर साक्या खोङमा रुम्बुछे गिलुपाको कान्देन ठिपाहरू सबैले दलाई लामाजी अवलोकितेश्वराको अवतार हो भनेर सबैले भन्छ त्यसलाई केही त्यो छैन सँग अब गुरु रुमुचेको अवतार हो भने चाहिँ यसरी कथङ देवको द्वारा थाहा हुन्छ त्यो मात्र होइन कि चेरेसी र गुरु रुम्बुछे हेबामे सबै एउटै हो थिसुम सँगे गुरु रुम्बुछे मुटु कुन्दा देवछेम्बेसे भनेर छ त्यो मात्र नभएर खरेसा कसा त्यसो लुङ्गु नावा थायेला सोवादेव खसा
chuku nawa thayela soade lungu thukji chambola soade tulku pema jungnela soade banani tesu karanle chuku bane chai ebame boyo nawa thay ebame boyo chuku nawa thay ebame ko aptari chai ke boyo lungu thukji chambo bane chere se boyo chere se ko aptari chai ke boyo tulku pema jungne banera pema jungne guru muje boyo tesu karanle lungu nawa thaye kere chuku nawa thaye lungu thuji chambo chere se tulku pema jungne yotai one tesu karanle dalai lama ji chere se ko aptare ho bani digita guru muje bani chere se aptare ho tesu karanle bairi ko sharir chai अलग अलग रूप अलग लिएको छ मन त एउटै हो चित्त एउटै हो यसरी सम्झिनु पर्छ हो होला मैले यो भने नि त्यसो कारणले मैले यो गुरु चेरे से दलाई लामा जी द्वारा मैले यो आगमहरु पाएको अब आज तपाईहरु दिनु यो गाह्रो छ यो पाउनेमा म यो दिन्दै छु ल अब पढ्नुस् या के रे 21 22 23 पानाको मुन्नी ठूलो अक्षरमा हेर्नुस् ल रंगी चिवर तेन्दे तेङ जिन्जे सवे लामाता येरमे फाक्छो जिगदेवाङ शालची छाशी ताङबोङी 텔jar Oma Shelteng Tang Rabge Pegar Dongbozi Shabsung Mishi Kiltungsul Senzo Sembe Dashenku Dardang Rinchen Gengi Lup Doje Sumchen Kongweki Choksum Malu Chen Chang Tim Kyamne Kundu Ngowor Kyor Tital Hunzo Nguduk Tel Lama Hala Kuchachal Kunsang Chitin Gyatsu Chit Nongba Kangi Shakshin Dom Sangsum Zepar Jeyirang Sabke Chechar Beparkul Kelgar Miyo Takshuksol Getso Changchu Chemborongo Tukso Ri Ngakchenle Ötö Mata Nücüjang Dukun Changna Pemoyi Koban Chola Göpare Kyor Om Mani Padme Hum मैले यहाँ हेर्नुस् न अहिले मैले चाहिँ के रे चेरेसीको रूप धारा गरेर मैले ओम माने पेमु तीनचोटी भन्छु तपाईहरुले चाहिँ मेरो मुखदेखि ओम माने पेमु भनेर यसरी आएर आफ्नो मुखदेखि गएर आफ्नो चित्तमा बीचमा चाहिँ रि अनि वारीबारी ओम माने पेमु भनेर यसरी वस्तु भयो भनेर सम्झिनुस् ल हलस ओम माने पेमे हूँ तीनचोटी भन्नु पर्यो मैले त्यो ओम माने पेमे हूँ विचार राम्रो गर्नुस् ओम माने पेमे हूँ ओम माने पेमे हूँ था दिसुदे अब त्यसपछि चाहिँ
데르 토만 데베견 마네 유루기 데바차기 데베견 저 롱돌라마로 뭐지 진행하디 경하다네 바종아 지주게 오마다다 룰루다마 디바 니다 세메 주 남소 수마데 되네 요새 쪼도데 마다 베네 장소라 네 장소 조라마라 제리제도 설명을 되게 바로 요새 저바 네 지리 가라 보베 네 저도 제레스기 시간도 교바다 주 장소 양등이 도 설명하래 저 바로 요새 저 주에 시간을 라베 시간 제레스 교바 3 아보 27 पानामा हेर्नुस् ल सोल्जर धाममा 27 हो है 27 पानामा ल भन्नुस् है लामा जिजे जेरेसे खेले रेसा शेमेपे दिने 장주 마토파르 제체 토기 제송제 대달 닝네 설답투 라마 외슈 랑라템 상숨 도지 징가이 고숨 징기 라바르교르 게와 디 뉴르도다 제레 세왕 둡규르네 조아 치짱 말루바 디 살라 거바르쇼 장주 셈쇼 렘보체 마게 파나 게규르지 게바 냠바 메바라야 고네 공도 페바르쇼 होला अब यसको आगम चाहिँ सबै आज दिइसक्यो भोलि चाहिँ यसको भाग्य र अनि ध्यान आवेश कसरी गर्ने चेरेसीलाई ध्यान आवेश कसरी गर्ने ओ माने पेमे हूँ भन्नेको मतलब के हो माने पेमे हूँ जाप्दाखेरि के विचार गर्ने भनेर त्यो चाहिँ भोलि सिकाउँछु आज समय छैन 3 बज्नु लागेको छ 5 मिनेट मात्रै रहेछ भोलि चाहिँ गर्छु भोलि कति गते हो 2 गते 3 गते यहाँ हो कि बाहिर हो त्यसो भए ठिक छ भोलि 2 गतेमा चाहिँ चेरेसीको त्यो चाहिँ सिद्धिन्छ अनि भोलि 2 गते पर्सि 3 गतेमा चाहिँ ध्वजी सेम्बाको हो अनि त्यो चाहिँ सिद्धिन्छ अनि बेलुका बेलुका अब हिजो पनि थियो डोल्माको आज छ भोलि पनि हुन्छ बेलुका बेलुका 7 देखि 8 बजेसम्म चाहिँ डोल्माको ल यसरी हाल्छ आज यति र अन्तिमको प्रार्थना गरौँ ओइ जबे बाबो चेतरा के